नमस्कार दर्शकबिन, तपाईहरुको सामु आज पनि म उपस्थित भइसकेको छु। उफ गाउँले भ्लगरमा म ज्याकी गुरुङ, सेफ ज्याकी गुरुङ र तपाईहरुले यो आज के बोल्न लागिरहेको छ भनेर सोचिराख्नु भएको होला। ल आज मैले धेरै भिन्न किसिमको भिडियो लिएर आएको छु, किन भन्दा तपाईहरुले मार्केटमा भन्दाखेरि पनि फेसबुकमा, इन्स्टाग्राममा, युट्युब सर्ट्सहरुमा तपाईहरुले धेरै देखिराख्नु भएको छ। आज श्रीलीला र कार्तिक आर्यन यति बिघ्न छ्यापछ्याप्ती देखिराख्नु भएको छ। हाम्रो सिक्किम र डुवर्स क्षेत्रमा चाहिँ यो आशिकी 3 मुभी चाहिँ सुटिङ हुन गइरहेको छ र त्यसकारणले गर्दा चाहिँ पुरा देख्न गइरहेको छ र सोच्दै हुनुहुन्छ होला कि यो बसेर चाहिँ के चाहिँ देखाउन आँटे आज भनेर। तर आज मैले भिन्नै किसिमको भिडियो लिएर आएको छु, किन भन्दाखेरि अब तपाईहरुमा चाहिँ यो सेफ कोड लाएर तपाईहरुमा चाहिँ के चाहिँ भन्न गइरहेको छु भन्दाखेरि चाहिँ उहाँहरुको खानाको विषयमा चाहिँ तपाईहरुमा चाहिँ म आज बोल्न गइरहेको छु। र फर्स्ट अफ अल तपाईहरु के भन्न चाहन्छु भन्दाखेरि तपाईहरुले मेरो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला र तपाईहरुले साइडमा रहेको बेल आइकन दबाइदिनु होला, किनभने तपाईहरुकोमा नोटिफिकेसन पहिला जान्छ र तपाईहरुले लाइक र शेयर गर्नु चाहिँ नबिर्सिनु होला भन्दै तपाईहरुमा चाहिँ फेरि म स्टार्ट गर्न गइरहेको छु। कार्तिक आर्यनको कुरा गर्नु जाँदाखेरि चाहिँ उहाँ 34 इयर्स पुगिसक्नु भएको छ र उहाँले चाहिँ अब त्यो त्यति साह्रो खानामाको लागि चाहिँ उसलाई त्यति साह्रो प्रब्लम छैन। उहाँले कम्ती मसला भएको खाना जे पनि खाइराख्नु भएको छ र तपाईहरुले श्रीलीलाको विषयमा तपाईहरुसँग कुरा गर्नु जाँदाखेरि चाहिँ उहाँको उमेर चाहिँ 23 इयर्स भइसकेको छ र उहाँले चाहिँ एकदमै हेल्थ कन्सियस, एकदमै हेल्थको लागि ध्यानमा राखेर उहाँसँग चाहिँ एकजना म्यानेजर फिक्स हुँदो रहेछ कि उहाँलाई चाहिँ खानै दिन्न रहेछ। के चाहिँ खानु दिँदैन रहेछ भन्दाखेरि चाहिँ उहाँलाई चाहिँ एकदमै उहाँको मेनु हामीसँग छ र उहाँको मेनुमा चाहिँ के चाहिँ हामीले पायौँ भन्दाखेरि चाहिँ किनोवा राइस चाहिँ यस्तो खालको राइस हो, हाई प्रोटिन, फाइबर, डाइटेरिया एसिड भएको खानाहरू हो, जसमा चाहिँ हामीले हाई प्रोटिनको मात्रा ज्यादा हुनुको कारणले गर्दाखेरि चाहिँ अलिकति कम्ती खायो भने पनि तपाईहरुको पेट अगाइहाल्ने हुन्छ हैन। र प्रोटिन तपाईहरु फाइबर भने फाइबरले चाहिँ तपाईहरु के गर्छ भन्दाखेरि चाहिँ पचाउने कार्यक्रम चाहिँ एकदम पाचन शक्तिमा चाहिँ पाचन नलीमा चाहिँ तपाईहरुको एकदम क्लियर गरेर जान्छ र यो खाना चाहिँ तपाईहरुको साउथ अमेरिकाबाट ओरिजिनेट भएर चाहिँ तपाईहरुको आएको हो। साउथ अमेरिका, पेरु भन्ने जग्गाहरुमा चाहिँ एकदमै फेमस छ र अहिले हामीले फिलहाल नेपालमा, इन्डियामा, बंगलादेश, पाकिस्तान यस्तो जग्गामा पनि हामीले धेरै किसिम अहिले उत्पादनहरु धेरै भइरहेको छ र यो खाना खानु लागि चाहिँ हेल्थको लागि राम्रो हो र तपाईहरुले पनि खानु सक्नुहुन्छ। तर यो चाहिँ अन्तखेरि अरु कुरो के भन्न चाहन्छु भन्दाखेरि चाहिँ ग्रिल कटेज चिज त अब त्यस्तै हो हैन। ग्रिल कटेज चिज भन्दा चाहिँ हामीले चाहिँ पनिर, उहाँले चाहिँ ग्रिल पनिर चाहिँ हामीले उहाँलाई सर्भ गरेका थियौं र त्यो पनि एकदमै प्लेन मसलादार हैन। त्यहाँबाट उपरान्त फेरि उलाई कट फ्रुट्समा एकदमै वाटरमेलन र बेरिज मात्रै उहाँको हैन र जुसहरु, क्यानको जुसहरु खानु उसलाई एकदमै मना छ र उहाँले चाहिँ एकदमै हामी वाटरमेलन जुस, पाइनएप्पल जुस र ओरेन्ज जुस फ्रेश खाने गर्छ र यति साथसाथै उहाँको बोइल भेजिटेबल, एकदम कुनै किसिमको एकदम मसला लगाएको भेजिटेबल हैन, बोइल भेजिटेबलको साथमा चाहिँ यो खाना हामीसँग बस्दाखेरि त 3 दिनमा उहाँले खाने खानाको तपाईहरुलाई मेनु बताइदिए। तपाईहरुलाई आज यो भिडियो के कस्तो लाग्यो, सल्लाह सुझावको खाँचो छ र तपाईहरुलाई अघि नै भने तपाईले कहाँबाट हेर्नु हुँदैछ मेरो भिडियोलाई तपाईले कमेन्ट्समा तपाईले प्लिज लेखिदिनु होला र तपाईहरुले माया गर्नुहुन्छ भने हाम्रो नेपाली दाजुभाइको भिडियो पनि एकदमै जाओस्, राम्रो होस् भनेर तपाईहरुलाई सोच्नुहुन्छ भन्दाखेरि चाहिँ तपाईहरुले सब्स्क्राइब गर्न नबिर्सिनु होला र तपाईहरुले अरूको भिडियो त तपाईहरुले धेरै जनाको भिडियोहरु सब्स्क्राइब गरेर राख्नु भएको छ हैन, मलाई थाहा छ र तपाईहरुले सब्स्क्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला र भन्दै तपाईहरुमा आजको लागि यस्तो भिडियो हेर्नुको लागि चाहिँ तपाईले चाहिँ सब्स्क्राइब गर्नुपर्छ र आजको लागि चाहिँ नमस्कार, शुभरात्रि।